नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले वेणुवनमा दारु साकटिक पुत्रलाई नै सम्झाउँदै अझै भन्दै हुनुहुन्छ। त्यसमा भन्नुभएको छ, सुप्पबुद्धम पबुझन्ति सदा गौतम सावका येसम दिवाचरतो च भावनाय रतो मनो। र अर्थ हेर्नुहोस्, सरल छ। हर बखत भावनामा मन लगाइरहने गौतम बुद्धका शिष्यहरू सधैँ जागृत भइरहन्छन्। त्यसैले मित्रहरू, हामीहरू पनि भावनामयी भएर, होस गरी ध्यानस्थ भएर, सधैँ जागृत भएर बस्यौँ भने निर्वाण दूर छैन भन्ने कुरा भगवानले बताइरहनु भएको छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।